हेलो एभ्रिवान, यो चाहिँ मेरो थर्ड भिडियो भयो जसमा चाहिँ हामी टमाटरको पकाएर अनि ग्राइन्डरमा हालेर वाला अचार बनाउन आँटेको छु। मैले प्याज चाहिँ अगाडि काटिसकेँ अनि मेरो दालमा सिटी नि लाग्दै थियो किनकि म खाना बसाउँदै थिएँ। सो म टमाटर धोएर ल्याएँ, प्याज चप काट्दैछु, प्याज पनि काटिसकेँ अनि अब म दाल उतारेर अचारको लागि रेडी गर्दैछु। दाल पनि उत्रियो, त्यसपछि मैले अब टमाटर पकाउनुपर्छ नि त, अनि पकाउनलाई रेडी गरेको भएर टमाटरै निकाल्न बिर्सेछु, निकालेँ। त्यस पछाडि कराही बसाइदिएँ अनि यसो कराही तातिन्जेल चाहिँ म टमाटर काट्छु भनेर रेडी भएँ काट्नलाई। टोटल चाहिँ मैले 6वटा टमाटरहरू ठिक पारेको थिएँ काट्नलाई। अनि काट्दै जाँदाखेरि चाहिँ मलाई बुनुले खोर्सानी पनि ल्याइदिन्छु भन्यो अनि मैले ल्याइमागेको थिएँ। उसले सुकेको खोर्सानी ल्याइदिएको थियो किनकि मिठो टेस्ट आउँछ अरे नि त सुकेकोले। अनि सो लसुन पनि एड गर्नुपर्छ अरे भनेर मलाई बुनले भन्यो। सो मैले 4 दाना जस्तो चाहिँ लसुन केलाउन थालेँ यसमै। सो कराही पनि तातेर रेडी भएको थियो, थोरै तेल एड गरिदिएँ अनि हल्का लसुन, त्यस पछाडिबाट प्याज अनि प्याजलाई पनि भुटिन छोडिदिएँ मैले। अनि एक दुईपल्ट यसो फ्राङफ्रिङ चलाइदिएँ मैले। यस्तै गोल्डन ब्राउन भइसकेपछि चाहिँ अब टमाटर एड गर्नुपर्छ। त्यो फ्राई गर्नलाई चाहिँ चलाइदिएको थिएँ मैले। अनि त्यस पछाडि रातो यो सुकेको खोर्सानी एड गरिदिएँ। त्यस पछाडि थोरै बेसार अनि स्वादअनुसारको नुन हाल्नुहोस्। म चाहिँ 2 चम्चा नुन हाल्न गइरहेको छु। अनि त्यसपछि एकछिन यसलाई मिक्स गरिदिनुहोस् र पाक्नलाई छोडिदिनुहोस्। टमाटरको चाहिँ पानी निक्लिने हुन्छ, त्यो पानी चाहिँ त्यहीँ सुकाइदिनुहोस्। अनि मैले मिक्सर रेडी गर्दै थिएँ र हाम्रो अनि यो पाकेर यतिको भइसकेको थियो। यस्तो भइसकेपछि चाहिँ हजुरहरूले मिक्सरमा हालेर ग्राइन्डको लागि रेडी गर्न सक्नुहुन्छ। मैले चाहिँ थोरै टेस्टको लागि धनिया पनि हालिदिएँ। हेलो एभ्रिवान, यो चाहिँ मेरो थर्ड भिडियो भयो जसमा चाहिँ हामी टमाटरको पकाएर अनि ग्राइन्डरमा हालेर वाला अचार बनाउन आँटेको छु। मैले प्याज चाहिँ अगाडि काटिसकेँ अनि मेरो दालमा सिटी नि लाग्दै थियो किनकि म खाना बसाउँदै थिएँ। सो म टमाटर धोएर ल्याएँ, प्याज चप काट्दैछु, प्याज पनि काटिसकेँ अनि अब म दाल उतारेर अचारको लागि रेडी गर्दैछु। दाल पनि उत्रियो, त्यसपछि मैले अब टमाटर पकाउनुपर्छ नि त, अनि पकाउनलाई रेडी गरेको भएर टमाटरै निकाल्न बिर्सेछु, निकालेँ। त्यस पछाडि कराही बसाइदिएँ अनि यसो कराही तातिन्जेल चाहिँ म टमाटर काट्छु भनेर रेडी भएँ काट्नलाई। टोटल चाहिँ मैले 6वटा टमाटरहरू ठिक पारेको थिएँ काट्नलाई। अनि काट्दै जाँदाखेरि चाहिँ मलाई बुनुले खोर्सानी पनि ल्याइदिन्छु भन्यो अनि मैले ल्याइमागेको थिएँ। उसले सुकेको खोर्सानी ल्याइदिएको थियो किनकि मिठो टेस्ट आउँछ अरे नि त सुकेकोले। अनि